बर्थडे सेलिब्रेसन हुन गइरहेछ चडी गिफ्ट देंगे गाइस हेलो गाइस नमस्ते वेलकम बैक टु माई भ्लग सो गाइस आज तपाईहरुलाई के छ भन्ने कुरा भन्दिन यहाँ देखाउँछु मेरो भाइलाई अब केही भन्दिन गाइस त्यसकै लागि तयारी हुँदैछ आज हाम्रो घरमा हेर्न सक्नुहुन्छ मेहमान ही मेहमान है गाइस देख सकते हो हमारा दीदी जी इधर काकी है गाइस इधर बच्चा लोग है गाइस देख सकते हो अब हम ये काका है काका गाइस लोग यहाँ पे देख सकते हो आप लोग आलू वाली आज के छ स्पेशल हाम्रो भाइको बर्थडे वाओ गाइस गाइस म चाहिँ खुर्सानी बाल्यो यत्रो खुर्सानी दिन्छु आज ल गाइस यहाँ चाहिँ हाम्रो भाउजू है त गाइस घुम्ने वाली उहाँ चाहिँ ल गाइस यहाँ पाक्दै छ अब चाहिँ गाइस हामी जान्छौँ गौरीगञ्जतिर अलिक काम छ कि गाइस सानोतिनो अनि त्यहीहरू अलिक सामानहरू ल्याउने छ ओके लेट्स गो गाइस ल गाइस यहाँ चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो भाइको साथीहरू गाइस ओके हाम्रा जिजाजी ये गाइस हामी अब गौरीगञ्जतिर अलिक यसो काम छ हैन घुमघाम गरिदिने हो हैन ओके गाइस म चाहिँ पुगिसकेँ गौरीगञ्ज मेरो भाइ जाँदैछ अर्कै कामले बुझ रहा हूँ भाइ अनि चाहिँ गाइस यहाँ केक लिन्छु हैन यता केक रेडी पनि भइसकेको होला अहिले चाहिँ गाइस म छु सिधै गौरीगञ्जमा हैन मेरो भाइ अर्कै कामले गएको छ अब कता गएको छ म चाहिँ केक सेक सबै लिइसकेँ हैन त्यसपछि यहाँ आउँदा त भाइ गायो बर्थडे भाइ इज गायो अहिलेको हेर्नु न गाइस गौरीगञ्ज एकदम बवाल देखिरहेको छ क्या गाइस एकदम बवाल गौरीगञ्ज अब गाइस यो हाम्रो केक लिएर रियली माई अब चाहिँ गाइस हामी जानेला छौँ सिधै घरतिर है त गाइस आइया हो ओके लेट्स गोइङ टु घर गाइस ल है गाइसहरु केक आयो है त गाइस ले केक ले ओ मै नो निके ए भगवान ऐसा कैसे कर सकते हो तुम यार अहिलेको लागि चाहिँ म गाइस केकलाई राखिदिए फ्रिजमा अहिले टाइम छ नि त गाइस त्यसको लागि अहिले राखिदिएको नत्र फेरि यो ओइलिन्छ कि गाइस ओइलिन्छ कि के भन्छ नेपालीमा हात त्यतिका लाज लाग्यो बर्थडे चाहिँ अलिक टाइममा हुने बेला छ नि त गाइस अहिले प्रोसेसहरू हुँदैछ बर्थडे बोय गाइस यहाँ हेर्नु न यार गाइस कलुवा बर्थडे बोय यसमा काम आजको बर्थडेको दिन गाइस आज चाहिँ मेरो भाइको बर्थडेमा मैले चाहिँ स्पेसल गिफ्ट लिएर आएको छु गाइस के गिफ्ट हो तपाईँलाई देखाउँछु सक नहुनु होला गाइस स्पेसल ट्यान ट्यान चडी गिफ्ट देंगे गाइस आज में लजाने का बात नहीं है गाइस क्योंकि ये तो गिफ्ट है ना गाइस मेरा दिल से देने वाला गिफ्ट है गाइस आप देंगे तो मन को शौक हो जाएगा गाइस हाम्रो मासुको कटाई चलेछ हैन काट्नेमा मेरो छ डार्लिङ गाइस हिजो देखो हाँसी देखो भाइ तर यस बाप रे गाइस यता हुँदैछ हाम्रो मासु वाला पार्टी यता मासु बन्दैछ हाम्रो डार्लिङले मासु बनाउँदैछ यता अर्को डार्लिङ छ है त गाइस आज एकदम फुल वाला पार्टी हुनेवाला छ है गाइसहरु दिदी के हो टिकटक त खतरा बनाउनुहुन्छ भोजपुरी गानामा अहिले चाहिँ लजाउनुहुन्छ ल अब चाहिँ हामी गर्दैछौँ डेकोरेसनको लागि तयारी हैन म मात्र बसेको छैन गाइस यहाँ हेर्नु न पुरै ग्याङ लिएर बसेको छु यहाँ चाहिँ हेर्नु चाहिँ बनाउने प्रोसेसमा छु गाइस यहाँ चाहिँ गाइस हाम्रो एकदम देसी वाला डेकोरेसन छ फुल देसी वाला किनकि जस्ट नर्मल गाउँ वाला बर्थडे सेलिब्रेसन गाइस Guys, mixing these three and making
गाइज लाइक दिस मेरो कम्प्लिट हुन दिनु न यार दिदी आफै नआउनु न बिचमा मैले टिक्का बनाइसके भिडियो बना कतै काम गर्दै छु के त कहिलेलाई देखाउँछु त देखो रे छिटो गर्नु कहिले देखा त रे काकेरको त हाकी नि राति हुन्छ दुलार माइर हप्ता ल माया तागी भोलिमा त भोगासे त मान्छेहरु त भोगेर हुन्छ गाइज हामी चाहिँ अब यो डेकोरेसन गर्छौँ नर्मल डेकोरेसन हुन्छ गाइज नि मतलब भाइले त्यही इन्ट्रेस्टै लाग्दैन धेरै नर्मल चाहिँ लाग्छ नर्मल अनि त यस अब हामीहरूलाई यु क्यान बी माइ मैले बनाए कि खाली मैले बनाए कि गाइज म चाहिँ यहाँ डेकोरेट फुल गरिसकेँ होइन अब यस्तै डेकोरेसन भयो मेरो तर्फबाट बट यहाँ चाहिँ अब अरे मेरो डेकोरेसन कसैलाई मन परेन अनि यहाँ चाहिँ गर्ने अब हेर्नु न यहाँ मेरो दिदीहरू हेलो सो गाइज हाम्रो चाहिँ पुरै डेकोरेट भइसकेको छ होइन अब दुल्हा चाहिँ आउन मात्र बाँकी हुनुहुन्छ अनि हाम्रो फाइनली प्रोग्राम चाहिँ सुरु हुन्छ है त This is decorated by me guys everything हाम्रो बर्थडे ए ल म आने आन डाली र चाहिँ मैरा आनी से चमै 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 चगे उता राख बना ये ल राख्नुस् ल या मैरा काम गरिस हे ममार बर्थडे र तु ल ल है गाइजहरु हाम्रो बर्थडे सेलिब्रेसन हुन गइरहेछ ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे ह्यापी बर्थडे टु यु वाउ बर्थडे म्यान ल है अब गाइस केक काट्ने तयारीमा छौं हामी ए मच्छर Happy birthday to you. Tan tan. Khalo khalo. नहीं खाएगा नहीं खाएगा कहाँ रखिला नहीं खा ले खा नहीं खाएगा मेरी जान आप नाम नहीं सबको आप नाम फोकस मेरे पर्दे में मुखा राख्नु में तलको पैसा त बिर्सी आछन् पैसा दिबा पैसा हराइ गेल कि ककार छचका हराइ गेल कि खैरी मोबाइल पक्या पर आछ आमा पैसा ल खाइ मुई क्यामेरामैन को चेक मुख दे बोलो नि नहीं बोरा हमारे यहाँ ऐसा ही होता है भेज कहते हैं निको भेज एक जना आ सके ना एक आज ना फोन है ले मैं लगा कहती कि 10 कस्ट म आशीर्वाद दिपुने आशीर्वाद को दिपुने मने मने दिसी ए तू कुछ आशीर्वाद नहीं दिरको देखि हे मनेर कामला पानी लो बेना जी हमारा जी आज ही गया जी टकले बड़ा जी ऐस बाप रे मंगलम भगवान विष्णु मंगलम लोटा ठंडा घाप ये जल छिटा दे ओम शांति गई मामा टंटाड़ा खा कि ना किन खाना मांगे सी यार तू ए खा एस बार देख एक वीडियो रोल जाए ना भाग लो तू तरकारी के खिलाइले आफ्नी भी खाइले अपनी क्यामेरामैन न जासेक दिस
ये बन्धन तो दिन्छु आफ्नो गिफ्ट तब धेरै केकमा वेस्ट गर्नु नि अनि हाम्रो दिदी आयो है साथीहरू कसा बाजिर ए धरा धरा रसोलुकला धमाधम केक खाएको छैन एस बाप रे माछा कसे या त्यता समझ रे ककार धुती लगाएको छ कि हामीमा कुछ बोल्नु खिलाइ दिनु नि बेसी नै बोल टेस्ट खान पता लागेन एक जरा आज यता मम्मीजीको काम हेर्नुहोस् न स्वाट पैसा निकालिदियो यार ओए एटलाहरू कि त अब टिका जोरसे लगाइलियो रे ल गाइस अब हाम्रो घरको बाङ्गडी दिदीहरू आइसकेको छ सो यहाँ हेर्न सक्नुहुन्छ गाइस हाम्रो भाइको नाक चट्ट पारिदिएको छ होइन त ल है साथीहरू चट्ट दिदीले खुवाइदिनु भयो त्यसपछि लगाइदिनु भयो टक्क आहा फोटो खिच भने एक दिन केक त रम ए तले केक त ठक ठक ल ठुलो मान्छे भन्नु एकदम शान्ति बस्नु जतिला पनि अनि यो चाहिँ चक्लेट खाउने पैसा ओ खाने पैसा गिफ्ट दिने बेला छ देखाउनु मङ्गलम भवानी विष्णु मङ्गलम कुण्डजम मङ्गलाय कुण्डली काक्ष मङ्गलाय तनोहरी पनि खिचाइदिनु हा मै मुखी जाता ले मै इट्स टाइम टु गिफ्ट हिम बर्थडे गिफ्ट ल अब चाहिँ म पहिला त केक खिलाइदिन्छु हैन त्यसपछि खिलाइदिन्छु रे खिलाइदिन्छु नेपाली दाज मनकुमार तर बिर्सियाली दासलाई होइन गाइस सिचुएसन इज फोकस हुँदैछ भिडियो हुँदैछ गिफ्ट आउँदैछ है गिफ्ट हेरेर के भन्छ गिफ्ट आयो गिफ्ट के हो र खट्टु भनेको थियो यता देखाइदे मनकुमार यता देखाइदे युजफुल गिफ्ट के गाइस जस्ट त्यस्तो गिफ्ट दिनुपर्छ कि युज गरोस् मान्छेहरू हैन अब त के गर्नु पानी स्वाहा के खुवाइदिए मलाई अब बाहिर के खुवाइदे रे आम ओगान खिलाइदे भइसक्यो भाइ हाम्रो यत्रो खाने भइसक्यो यही ना मेरो ओके गाइस अब हाम्रो टाइम आयो कि हामी खाना खान बसेको छौँ गाइस हेर्नुहोस् त गाइस हाम्रो खाना यस्तै हुँदैछ है त यहाँ छ मासु गाइस मासु वाउ इट इज टेस्टी गाइस मच्छी यहाँ देखाएर ब्रो कस्तो ल है